हेलो नयाँ चलाउनलाई स्वागत छ। म चाहिँ वार्ड नम्बर 8 ढिपु भन्ने गाउँमा गइरहेको छु। हाम्रो ससुराली गाउँमा यहाँका विकास भएका ठाउँहरू देखाउँदै रहेको छु र विकट ठाउँ हो यो ढिपु। तर यहाँ देखाउन लागिरहेको छु यहाँ के विकास भइरहेका छन् र यहाँका नेता कस्ता छन् भन्ने बारेमा देखाउन चाहन्छु। चाहिँ यहाँको सिजन लागिरहेको छ, यो ढुटेलो भन्छ यसलाई। हेर्नुहोस्, यो चाहिँ तेल निकाल्नलाई प्रयोग गरिन्छ, तर अचेल चाहिँ यसको सिजन लागिरहेको छ। अझै पनि अरू पनि देखाउने छु हजुरहरूलाई। तराईतिर त गहुँहरू काटेर पनि मकै लगाइसके। यहाँ चाहिँ भर्खरै गहुँ हरिया भएका छन्। अब 1 महिना पछाडि काट्ने हुन्छन्। त्यहाँ तल चाहिँ पुल हो। यहाँ पारि ढिपुको उता के भन्ने गहुँ सँगसँगै मकै पनि लगाउँछन्, तर गहुँ सँगसँगै मकै। तर हाम्रो चाहिँ यो चाहिँ 1 वर्षमा पाक्ने बाली हो। यहाँ ढुटेलो हेर्नुहोस् गाइस। तल चाहिँ त्यो पुल देखाउँछु, हेर्नु होला गाइस। विकट ठाउँ हो अनि बाटो धेरै खराब छ, तर बनाउँछन् होला। तल पुल पुगिसकेको छु, हेर्नु होला गाइस। पानी खुवाउन ल्याउँछन्, टाढा छ पानी खुवाउने पनि, घरबाट पानी खुवाउन ल्याउँछन्। यहाँ जानुपर्छ तल। हेर्नुहोस्, यहाँ चाहिँ पञ्चायतको छुई भएको मान्छे चाहिँ यहाँ कपडा धुन आउँछन्। ओडा रहेको छ, त्यही बोट बिरुवा रहेका छन्। अक्सिजनले भरपूर्ण छ, पानी र अक्सिजनको कमी छैन। तर काम गर्नको लागि दुःख हुन्छ यो ठाउँमा। पुगिसकेको छु, पुल पनि देखाउँछु हजुरहरूलाई। यो चाहिँ पुल मुल्ली जाने हो। त्यो चाहिँ लामो भइरहेको छ, तर भाइरल पुल पनि भन्छन् यसलाई। यो चाहिँ गोठा लाउनु भएको छ। म चाहिँ ससुराली आएको, घरमा बस्दा बस्दा झ्याउ लागेर घुम्न आएको तल पुलमा, भाइरल पुलमा। त्यहाँ चाहिँ सरकारी घर होला। म चाहिँ आएको छैन। यहाँ चाहिँ माथिबाट पहिरो आएर रुख बिरुवाहरू ल्याएको छ। तल रुखहरू बोकिरहेका छन्। म्यानीतिर छन्, म्यानीतिर बदला पनि छन्। यहाँ ढिपु गाउँका दाजुभाइहरू कति अग्लो रहेको छ हेर्नुहोस् गाइस। म चाहिँ जान पनि कति आनन्द आइरहेको छ हेर्नुहोस् गाइस। म चाहिँ संस्कार र इमान्दार र